तपाईलाई लाग्छ कि नेपालबाट जेनजी आन्दोलन सकिएको हो? होइन। भदौको 23 र 24 गते भएको जेनजी आन्दोलनको शक्तिशाली पराकम्पन मङ्सिर 3 गते आज बाराको सिमरामा देखिएको छ। खास गरी आज बाराको सिमरा बजार पूर्णतः जेनजीहरूको नियन्त्रणमा गएको थियो। नेकपा एमालेका नेताहरू शंकर पोखरेल, भानुभक्त ढकाल र महेश बस्नेत सिमरा आउने भएपछि जेनजीहरूले आक्रमणको तयारी गरिरहेका थिए। यति बेला नेकपा एमाले र जेनजीहरू एकअर्कामा भिड्ने अवस्थामा भिडन्तको स्थितिमा पुगेका छन्। यति बेला जेनजीहरूले एमालेलाई स्वीकार्न सकिरहेका छैनन् भने एमालेहरूले जेनजीहरूलाई र जेनजीहरूबाट प्राप्त भएको परिणामलाई स्वीकार्न सकिरहेका छैनन्। र यति बेला अन्तरिम सरकार नेपालमा छ र अन्तरिम सरकारलाई पनि न जेनजीहरूले स्वीकारेका छन् न एमाले लगायतका राजनीतिक दलहरूले नै स्वीकार्न सकेका छन्। यो चेपुवामा यति बेला अन्तरिम सरकार परेको छ। अन्तरिम सरकारलाई जेनजीहरूले पूर्व प्रधानमन्त्री निवर्तमान प्रधानमन्त्री केपी ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनुपर्छ भनेर माग गरिरहँदाखेरि एमालेले पनि जेनजी सरकार चाहिँ पूर्णतः संवैधानिक सरकार होइन भनेर संसद पुनर्स्थापनाको माग गरिएको छ। यो सरकारको राजीनामा मागिएको छ र निर्वाचन नगराउन, निर्वाचन पुनः संसद स्थापना भएपछिको जुन सरकार निर्माण हुन्छ त्यो सरकारले मात्र निर्वाचन गर्नुपर्छ भनिरहेको छ। यो अवस्थामा अन्तरिम सरकार दुवै राजनीतिक दलहरूको र जेनजीहरूको पेलानमा परेको देखिन्छ। खास गरी भदौको 23 र 24 गते जुन प्रकारको आन्दोलन नेपालमा भएको जेनजी आन्दोलन भयो, यो आन्दोलनपछि निर्माण भएको सरकार अन्तरिम सरकार थियो। त्यो सरकारले जेनजीहरूका मागहरू पूरा गर्न सकिरहेको छैन। जेनजीहरू ती मागहरू लिएर अझै पनि सिंहदरबारको ढोकामा भेटिन थालेका छन्। तर यता नेकपा एमालेले भने जेनजीहरू भनेका देश सताउनका लागि, देशमा विध्वंस ल्याउनका लागि र बाह्य हस्तक्षेपबाट देशलाई निमित्यान्न पार्नका लागि परिचालित भएका पात्रहरूको संज्ञा नेकपा एमालेले जेनजीहरूलाई दिएको छ। यसको बीचमा नागरिकहरूमा अन्योलता छाएको छ। न निर्वाचन हुन्छ न सुरक्षाको वातावरण देखिन्छ। यति बेला यो संकेतले वास्तवमै लोकतन्त्र भने खतरामा परेको देखिन्छ। लोकतन्त्र र संविधान, नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रूपमा लगिरहेको अवस्था छ। यसमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको कुरा भनेको लोकतान्त्रिक मूल्यको कुरा हो, लोकतान्त्रिक मान्यताको सवाल हो। तर यसमा जेनजीहरू आक्रामक बनिरहँदाखेरि लोकतन्त्र भने कमजोर भएको स्थिति देखिन्छ। भने यति बेला जेनजीहरूले खास गरी प्रधानमन्त्री, जेनजी सरकारका प्रधानमन्त्री भनौं सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालकै राजीनामा माग्न थालेका छन् र उनीहरूलाई उनीहरूको सत्तामा बलियो र सशक्त गृहमन्त्री र प्रधानमन्त्री चाहिएको उनीहरूको माग देखिन्छ। र अर्को गम्भीर कुरा त के छ भने निर्वाचन फागुनको 21 गतेका लागि जेनजी सरकारले, यति बेलाको अन्तरिम सरकारले चाहिँ निर्वाचनको घोषणा गरेको छ र निर्वाचनमा केही दलहरू निर्वाचनमा सहभागी हुने भनिरहँदाखेरि नेकपा एमालेले भने निर्वाचनमा अनिच्छा देखाएको छ। निर्वाचन नहुने भनेर उसले सार्वजनिक रूपमा घोषणा पनि गरेको छ र निर्वाचनमा सहभागी हुने संकेत देखाएको छैन। र यो कुराले के संकेत गरिरहेको छ आजको बाराको घटनाले भन्दाखेरि बाराको घटनाले स्पष्ट रूपमा जेनजी आन्दोलन नेपालबाट सकिएको छैन। जेनजी आन्दोलनको नयाँ भेरिएन्ट नेपालमा शुभारम्भ हुने देखिन्छ। यो भनेको देश फेरि पनि विध्वंसतिर, फेरि पनि दुर्घटनातिर वा फेरि पनि असुरक्षातिर जाने देखिन्छ। जेनजी आन्दोलन नेपालबाट सकिएको छैन। जेनजी आन्दोलनको शक्तिशाली र खतरनाक पराकम्पन फेरि आउनेवाला छ भन्ने कुराको संकेत चाहिँ आज बाराको घटनाले देखिएको छ। राजनीतिक दलहरूलाई उभिएर हिँड्नका लागि, राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा कार्यक्रम गर्नका लागि असहज वातावरण देखिँदाखेरि निर्वाचन फागुन 21 गते हुने सम्भावनामा प्रश्न चिन्ह खडा भएको छ। तपाईलाई के लाग्छ कि जेनजी आन्दोलन फेरि पनि नेपालमा अर्को रूपले आउन सक्ने सम्भावना हो? तपाईको प्रतिक्रिया दिनका लागि नमस्ते।